म्याकबुक लभरहरूको लागि चाहिँ एकदम खुसीको खबर है। म्याकबुक नियो आएको छ है। 3टा म्याकबुक अहिले लन्च गरेको छ एप्पलले चाहिँ। म्याकबुक प्रो M5, म्याकबुक एयर M5 र यो म्याकबुक नियो है। अब जो म्याकबुक युजरलाई किन खुसीको खबर भन्नुहुन्छ भन्दाखेरि चाहिँ जो म्याकबुक लभर हुनुहुन्छ, बजेट टाइट छ उहाँहरूको लागि चाहिँ अन्डर 1 लाखमा अहिलेको प्राइस अनुसारले हेर्ने हो भने 90,000 जति पुग्न जान्छ नेपाली होइन, त्यतिमा हजुरले म्याकबुक पाउनुहुन्छ क्या। अब यो यस्तो दामी कम्प्याक्ट छ यो म्याकबुक होइन। अब यो चाहिँ भिडियो एडिटिङ अब ग्राफिक्सहरूको लागि चाहिँ त्यति कम्प्याटेबल नभए तापनि हजुरको अब डेली अफिस युज स्टुडेन्टहरूको लागि चाहिँ बेस्ट हुनेवाला छ है। म्याकबुकको ब्याट्री प्रोसेसरहरू त तपाईँहरूलाई थाहा छँदैछ। म्याकबुकले चाहिँ यसलाई जसरी हुन्छ सस्तो बनाएर तर एकदम इफेक्टिभ बनाउन चाहिँ एकदम कोसिस गरेर नयाँ चिपहरू सुद्धा बनाएको छ। यति रेटमा यो म्याकबुक पाउनु भनेको एकदमै दामी हो। बजेट रेन्जमै ल्यापटप भनौँ होइन, किनकि अरू विन्डोजै ल्यापटप पनि अहिले आउँदैन राम्रो ल्यापटपहरू, त्यो लेभलको छ यो चाहिँ। अनि लास्टमा चाहिँ मैले स्पेक्टरहरू राखिदिएको छु है, तिनटैको, एयरको, प्रोको र यो नियोको पनि। त्यो चाहिँ हजुरहरूले हेर्नु होला। यसको कलरहरू हेर्नुहोस्, यहाँ मैले त हजुरहरूलाई देखाएको छु। र प्राइस हेर्नुहोस्, जम्मा 599 थियो भनेको कन्भर्ट गर्दाखेरि लाइक 86 समथिङ 80 माथि 90 भन्दा तल नै हुन्छ। ल अब स्पेक्टरहरू चाहिँ मैले यहाँ राखिदिएको छु पछाडि, कुन कुन लन्च भएको छ र के छ यसको, हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ है त।